यतापट्टिबाट खिच्नु यतापट्टिबाट अलि नजिक हो त्यसबाट कसले बनाए यस्तो हजुरलाई थाहा छ नि त हजुरलाई भन्नु नि त हजुरलाई थाहा छ तपाईँलाई अनि कतिखेर पिट्यो 10 बजीतिर यहाँबाट जित गरेर पिट्दैन भनेर हामीले गर्छु नि माग्न आएको थियो उसले कतिवटा पिटेको हो र यस्तो गरेर अनि पिट्ने हो त पिटेको हो म हेर्न आएको के पुरा हात फम्किरहेको यहाँ गएर भन्नुपर्छ नि त्यहाँ मार्छ कि मार्छ मलाई दिन रात मार्छ बिहान हेर्नु नि त त्यो त बिहान दिनको थियो त यस्तो हेर्नु नि दिउँसो थिएन पछि राति यसो भयो यो तालले त मान्छे त अनि बद्दैन नि त यस्तो गरेर नि अब त्यो चाहिँ केही न केही मलाई चाहिँ उहाँको बुढा भन्ने कि को भन्ने होइन बुढा भनेर मेन बुढा नै होइन तर उहाँ बुढा भनेर बस्नु भएको छ अब उहाँ त एउटा महिला हुनुहुन्छ है अब महिलाको के कुरा गर्नु देखेपछि माया लाग्छ यहाँ कोठामा बस्नु भएको अनि हिजो पनि हामीले हेर्दाखेरि नाकबाट पुरा रगत आइरहेको थियो कि कस्तो पिटिरहेको थियो अनि हिजो मेरो काम भएर म बाहिर निस्केँ आज नि हिजो राति पनि के भएको रहेछ त्यस्तो सुनिनी गरेर हान्नु भएको रहेछ हेर्नु त यस्तो गरेर हान्ने अबदेखि नबस्नु है आफ्नो ज्यान जोगाउनु जानु आफ्नो छोरा छोरी भएको ठाउँमा जानु बुझ्नुभयो नि कि बस्नुहुन्छ फेरि तपाईँको मम्मी फेरि यति घटिन्जेलसम्म बस्छु भनेर फेरि अर्कोतिर फेरि हान लाग्यो भरे अब यतापट्टि रुमाले छोप्ने अर्कोतिर मात्र देखाउने आधी मात्र देखाउने नि जाने तपाईँ छोरी यहीँ हुनुहुन्छ है हो छोरीको कोठामा गएर बस्ने निको भएर आमामामा ल हेर्नुहोस् यस्तो गरेर हानिरहेको छु ल आमा उभा पिता ल हेर्नु है एउटा महिलामाथि भएको अत्याचार भन्ने कि के भन्नु ल भन्नु तपाईँ भन्नु त अलि माथि मार्ने तरिकाले हाने हो क्या यो यस्तोमा हानेर चाहिँ ल हेर्नु है हानेको के हानेको मुर्गीले हाने होला कि मुर्गीले अर्कोले हाने मुर्गीले हाने त्यस्तो हुन्छ अब नबस्नु है अब ल के भन्नुहुन्छ हजुरले हजुर पनि त एउटा महिला हो ल भन्नु त के भन्नुहुन्छ ल भन्नु त हाम्रो दिदीले भन्नुहुन्छ ल ल भन्नु छिटो भन्नु न के भन्नुहुन्छ ल अङ्कलले भन्नुहुन्छ ल अङ्कल त छोरा मान्छे एउटा के हो भने यस्तै पाराले चाहिँ नबस्नु होइन बुढो के गरेर आफ्नो कहाँ के आफ्नो त कहाँ छ यताउति गरेर त्यहाँ गएर चाहिँ अब उ गर्नु यस्तै चाल्यो भने चाहिँ मर्नु बेर हुँदैन अनि हामीले देखेको चाहिँ हात देखाउँदै हुनुहुन्छ कति होइन कति